Hey guys, welcome back to the channel. Hope you guys are absolutely fine. आजको भ्लग चाहिँ बवाल हुने होला छ because I switch हिन्दी to नेपाली जो हाम्रो मातृभाषा छ, आमाको भाषा आजदेखि चाहिँ र डेफिनेटली आशा छ तपाईहरुले मलाई सपोर्ट गर्दिनुहुन्छ भन्ने। अनि तपाईहरुले देख्न सक्नुहुन्छ राइट नाउ आई एम इन कुवापानी। अहिले म जाँदैछु डाउनहिल गोरुबथान जुन चाहिँ हाम्रो होम टाउन हो। सो तपाईहरुले देख्न सक्नुहुन्छ यहाँको भ्यू जुन चाहिँ यो मेरो गाउँको सराउन्डिङ एरियाहरु छ त्यहाँको भ्यू चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। अनि यो भयो फिलहाल कुवापानी छ अनि यो साइडमा चाहिँ यो यतापट्टि गाउँ छ। यो जुन चाहिँ टावर छ यहाँबाट अलिकति अपोजिटमा चाहिँ हाम्रो होम टाउन लाभा। We have a two hometown between us, Lava and Gurubatan. Lava चाहिँ नजिक पर्छ, हाम्रो गुरुबथान मेन हाम्रो जुन चाहिँ अफिसियली होम टाउन चाहिँ अलिकति टाढा पर्छ, अराउन्ड 20-22 किलोमिटर। अनि लाभा चाहिँ 8 किलोमिटरको दूरीमा पर्छ। सो एज यु क्यान सी तपाईहरु देख्न सक्नुहुन्छ है त जुन चाहिँ यो एरिया छ, यो एरिया सबै शेर्पा गाउँ भनिन्छ। अनि त्यहाँबाट अलिकति अगाडि यो टी गार्डन सबै टी गार्डन चाहिँ यो चाहिँ सामाबिङ टी गार्डन। अलिकति अगाडि गयो भने त्यहाँदेखि यहाँ पर्छ सुन्ताले which is a tourism place. So guys, let's move to the downhill Gurubatan. Guys, अहिले फिलहाल म डाँडा गाउँमा छु। Look at this amazing view. So guys, let's move to the hometown Gurubatan. So guys, welcome to the I love Gurubatan. So guys, place is very nice because it's very peaceful guys. तपाईहरु देख्न सक्नुहुन्छ। अनि यहाँको जुन चाहिँ वातावरण पनि एकदम पिसफुल छ है, मलाई चाहिँ मन पर्यो एकदमै। दिस इज माई फर्स्ट टाइम आज म आएको। अनि यो चाहिँ बजारदेखि अराउन्ड 10 मिनट्सको चाहिँ जुन चाहिँ रास्ता छ अप हिलको तरफ आउनुपर्छ हल्का, जुन चाहिँ आले भनेर भनिन्छ। अनि आले भ्यू पोइन्टमा चाहिँ यो चाहिँ आई लभ गुरुबथान इज रिटन ओभर हियर। सो द्याट द रिजन म तपाईहरुलाई सजेस्ट गर्छु कि एकपल्ट आई लभ गुरुबथान जुन चाहिँ आले भ्यू भन्छ डेफिनेटली तपाईहरुले भिजिट गरिदिनु होला। वाउ, आई लभ गुरुबथान एज यु क्यान सी गाइज। सो गाइज फाइनली म यहाँ जुन चाहिँ स्विमिङ एरिया छ त्यो एरियामा आइपुगेको छु। अनि यहाँबाट सिधा जुन चाहिँ आई लभ गुरुबथान छ त्यहाँबाट स्ट्रेट आउनुपर्ने हुन्छ। त्यहाँबाट जुन चाहिँ बजारपट्टि झर्ने बाटो छ त्यहाँबाट हल्का डाउन झरेर त्यहाँबाट लेफ्ट लिनुपर्ने हुन्छ। सो फिलहाल चाहिँ हामीले यहाँ गाडी राखेको छौँ, केटाहरूले पनि यहीँ गाडी राखिरहेको रहेछ र झर्ने बाटो चाहिँ यस्तो छ हल्का। अनि यहीँबाट झरौँ ल, लेट्स गो। दिस इज द प्लेस। वाउ, नाइस एज यु क्यान सी। फूड स्टूडियो। एक्सा सेकेन्ड हाउस गुरुबथान। जा भिडियो गर्दा हुन्छ? उयो के हो उयसको नाम? यो होमस्टे नै हो कि? ए हो, यो चाहिँ मेन पर्पज चाहिँ स्विमिङको लागि है? ए होमस्टे नि बनिन्छ है? त्यो स्विमिङको चार्जेसहरू चाहिँ कति लाग्छ तपाईँको? सोमबारेदेखि बाहिरकोलाई चाहिँ 100, लोकलहरूलाई चाहिँ 70। ल थ्याङ्क यू दादा। सो आई गट द पर्मिसन फर द सुट एन्ड दामी रहेछ, बबाल छ प्लेस चाहिँ गाइज। एज यु क्यान सी देख्न सक्नुहुन्छ एक्सा सेकेन्ड हाउस गुरुबथान जो इस्टाब्लिस भएको रहेछ 2019 मा।
as you can see guys, it's a beautiness of the Gurubatan. So तपाईहरु देख्न सक्नुहुन्छ चेल खोला. The breeze is very nice guys. And beauty of Gurubatan. Wow. It's very shaky guys. This is the beautiness of Gurubatan. As you can see. This is the hometown Gurubatan. यो जग्गा देख्न पाउँछ तपाईहरु. Around view, you can check the around view guys. Huh? दामी बब्बाल प्लेस छ. अनि तपाईहरु यहाँ आएर टाइम स्पेन्ड पनि गर्न सक्नुहुन्छ. जुन चाहिँ इभिनिङ टाइम छ कि त्यो टाइममा आएर चाहिँ टाइम स्पेन्ड गर्यो भने चाहिँ दामी हुन्छ. बब्बाल दामी जग्गा छ नि त. सट्टी जग्गा छ. अनि यहाँबाट बजारको भ्यू पनि दामी देख्दो रहेछ. आज चाहिँ वेदरले साथ दिएको छ नि त. आम्बो बब्बाल नि हो. यो चाहिँ चेल नदी हो, चेल खोला. त्यो माथिबाट जुन चाहिँ मैले भने चेल ब्रिज त्यहीबाटै आउँछ. यहाँ आउने हो हाम्रो घरको तर्फबाट, त्यहीँबाट आउने हो. सिधा आएर यो भएर सिधा तल ओथलाबाट निक्लिन्छ. अगाडि डामडिम भयो. अनि जुन चाहिँ मेन माथिबाट लाभाबाट आउने बाटो चाहिँ यो टावर भएर शेरमाली भएर यो गुरबथान यो टोटल टाउन हो. यहाँबाट सट्टै यहाँ अगाडि तपाईको मालबस्ती अफिसहरू छ, जुन चाहिँ अफिस एरिया हो. अनि बिडिओ अफिसहरू भयो, माथि हस्पिटल भयो, थानाहरू भयो, थाना डाँडा. त्यहाँबाट अलिकति अगाडि गयो भने तपाईहरुले पानी डाँडा पाउनुहुन्छ. त्यहाँबाट लेफ्ट सिधा गएर लेफ्ट लिएपछि चाहिँ तपाईहरुले आई लभ गुरबथान पनि भेट्नुहुन्छ. अदरवाइज तपाईहरु यहीँबाट जुन चाहिँ बजारबाट सिधा गएर माथि जानु भने नि भइहाल्छ. यो टपमा चाहिँ छ आई लभ गुरबथान लेखेको. अनि सिधा गएपछि पानी डाँडा भएपछि गुरबथान कलेज. त्यहाँबाट जुन चाहिँ राइट लिएपछि सिधा जुन चाहिँ हाइवे छ नेसनल हाइवे सिधा लिन्छ डामडिङ. सो भ्यू चाहिँ यस्तो खालको छ गाइज. यु क्यान फाइन्ड आउट गाइज. आई थिङ्क तपाईहरुलाई भ्लग्स राम्रो लाग्छ होला भन्ने आशा छ. पहिला यहाँ माथि चाहिँ जुन चाहिँ जिएलपी ट्रेनिङहरू हुन्थ्यो नि पहिला, जुन चाहिँ गोर्खाल्यान्ड मुभमेन्ट भएको थियो यहाँ माथि राखेको थियो. अनि अहिले लेट्स सी द्याट प्लेस अल्सो. अहिले गएर त्यहाँबाट मुक्तिपुल छ, मुक्तिपुल भएर सिधा त्यहाँ जानुपर्छ. अहिले फिलहाल म गुम्बामा छु, जुन चाहिँ गुरबथान बुद्धिस्ट मोनास्ट्री. तपाईहरु देख्न सक्नुहुन्छ एराउन्ड भ्यू. गुम्बाको जुन चाहिँ स्ट्रक्चर छ इट्स भेरी नाइस. सो एज यु क्यान सी राइट नाउ आई एम इन मुक्तिपुल. सो तपाईहरु हेर्न सक्नुहुन्छ अब जुन चाहिँ यो बाटो छ, यो बाटो फागो भएर तपाईहरु जुन चाहिँ सामाबिङ टी स्टेट भएर तपाईहरु लाभामा जोडिन पनि सक्नुहुन्छ. अदरवाइज तपाईहरु बुधबारे कफेर लोले गाउँ पनि जान सक्नुहुन्छ. एन्ड दिस इज द भ्यू. यो चाहिँ टोटली डल्लै यो चाहिँ टुरिज्म स्पोट हो टोटली. यो अब जतै विन्टर सिजनमा चाहिँ यहाँनिर टोटली यहाँनिर मेला लाग्ने गर्छ, विच इज भेरी नाइस फर द गुरबथानवासी. यहाँनिर सुट चलिरहेको छ, तपाईहरु देख्न सक्नुहुन्छ. यहाँ सुटिङ एरिया पनि हो गुरबथानको. एन्ड सी द माउन्टेन. सो एज यु क्यान सी तपाईहरु देख्न सक्नुहुन्छ यो हो गभर्नमेन्ट अफ वेस्ट बेङ्गल डिपार्टमेन्ट अफ टेक्निकल एजुकेसन एन्ड ट्रेनिङ गुरबथान गभर्नमेन्ट आइटिआई कलेज जुन चाहिँ गुरबथान कालिम्पोङ. एन्ड अहिले फिलहाल यो रनिङमा छैन. यसलाई चाहिँ अहिले फिलहाल जुन चाहिँ कोभिडको जुन चाहिँ पेन्डेमिकको सिचुएसनले गर्दाखेरि यसलाई एज अ क्वारेन्टाइन सेन्टर फिलहाल युज गरिरहेको छ. तपाईहरु देख्न सक्नुहुन्छ. अहिले हामीलाई जानु एलाउड छैन होला सायद. दिस इज द कन्डिसन अफ आइटिआई कलेज अफ गुरबथान. वी हेभ अ माने जो बुद्धिस्टको एन्ड ब्युटिफुल माने. फागो टी स्टेट. सो गाइज आजको लागि यति नै. विल सी इन द नेक्स्ट भिडियो. टिल देन गुड बाई. पिस आउट.